यहाँहरु सबैलाई हार्दिक नमस्कार। यतिखेर म अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका स्थित धार्मिक पर्यटकीय हिसाबले निकै महत्त्वपूर्ण, विशेष गरी धार्मिक हिसाबले निकै महत्त्वपूर्ण मालारानी मन्दिरको प्रवेश द्वार अगाडि छु। यहाँ देख्न सक्नुहुन्छ यो मालारानी मन्दिरको प्रवेशद्वारको अपोजिट क्षेत्रमा बनाइएको यो प्रवेशद्वार हो, यो गेट हो र यहाँबाट सिँढी चढेर माथिपट्टि जान सकिन्छ र यस पछाडि यहाँलाई म मालारानी मन्दिरको मूल प्रवेशद्वारतिर देखाउँदैछु। श्री घेरा मालारानी मन्दिर प्रवेशद्वार भनेर राखिएको छ र यहाँ माथिपट्टि मन्दिर छ। धार्मिक हिसाबले निकै महत्त्वपूर्ण स्थल हो यो, जसले गर्दा नै यो मालारानी मन्दिरकै नामबाट यो अर्घाखाँची जिल्लाको यो गाउँपालिकाको नाम पनि मालारानी गाउँपालिका नामाकरण गरिएको छ। यहाँहरूलाई म देखाउँछु र यहाँबाट प्राकृतिक मनोरम दृश्यहरू, वरिपरिको दृश्यहरू एकदमै प्राकृतिक मनोरम दृश्यहरू देख्न सकिन्छ। हरियाली, एकदमै यो पहाडको उच्च भागमा रहेको यो मन्दिर र यहाँबाट वरिपरिको दृश्य यहाँहरूले हेर्न सक्नुहुन्छ। निकै रमणीय दृश्य छ। गुराँसका बोटहरू छन् यहाँनिर देख्न सकिन्छ। गुराँस अहिले फुलेर सकिसकेको समय छ। त्यसै गरी यो हरियाली एकदमै मनमोहक र मनोरम दृश्य यहाँबाट लिन सकिन्छ, देख्न सकिन्छ। यहाँबाट यो दृश्यहरू यहाँलाई म देखाउने प्रयास गरिरहेको छु। यो मालारानी मन्दिरको प्रवेशद्वार अगाडिबाट देखिने दृश्य हो। यसरी पहाडी उच्च भेगमा रहेको यो मन्दिर विभिन्न हिसाबले महत्त्वपूर्ण छ र यहाँ विशेष गरी यो मन्दिरको यो साइडतिर, देब्रे साइडतिर रहेको यहाँनिर जङ्गलमा एउटा गुराँसको बोटमा अविरल त्यहाँनिर सधैँभरि रहिरहने पानी, त्यहाँ पानी रहिरहन्छ भन्ने किम्वदन्ती पनि रहेको पाइन्छ। त्यहाँ पानी कहिले पनि सुक्दैन, अटुट रूपमा त्यहाँ पानी रहिरहन्छ भन्ने चाहिँ जनविश्वास रहँदै आएको छ। मालारानी मन्दिरको यो निकै महत्त्वपूर्ण स्थल, यो सिँढीबाट जुन गुराँसको बोटमा अटुट रूपमा पानी रहिरहन्छ भन्ने जुन किम्वदन्ती रहेको छ, कहिले पनि नसुक्ने पानी त्यो गुराँसको बोटमा रहिरहेको त्यहाँ जाने स्थल हो। यसरी सिँढीबाट झरेर त्यहाँ पुग्न सकिन्छ। हामी त्यहीँ जाँदैछौँ गुराँसको बोटमा, जुन मालारानीलाई एउटा महत्त्वपूर्ण हिसाबले, धार्मिक हिसाबले महत्त्वपूर्ण मानिएको स्थल मालारानी मन्दिर र सोको देब्रे भागमा रहेको गुराँसको बोटमा हामी जाँदैछौँ। अटुट रूपमा पानी रहिरहने बोटमा, त्यहाँबाट हातमा पानी, हत्केलामा पानी लिएर मन्दिरसम्म पुर्याउन सकेमा धार्मिक हिसाबले निकै महत्त्वपूर्ण र फलदायी हुन्छ भन्ने विश्वास पनि रहँदै आएको यहाँहरूलाई म जानकारी गराउन चाहन्छु। र हामी यो सिँढीपछि जुन महत्त्वपूर्ण स्थल गुराँसको बोटको फेदमा अविरल पानी रहिरहने स्थानमा हामी पुगिसकेका छौँ र यहाँहरूलाई देखाउन चाहन्छु। यहाँ सदैव पानी, यो जुन बोट रहेको छ, गुराँसको बोट रहेको छ, यो बोटको यो भागमा चाहिँ सधैँभरि पानी रहिरहन्छ। जस्तो सुकै समयमा पनि यो पानी सुक्दैन र यो पानी हातको हत्केलामा, अन्जुलीमा राखेर मन्दिरसम्म पुर्याउन सकेमा यसले चाहिँ लाभ मिल्छ र धार्मिक हिसाबले यो महत्त्वपूर्ण छ भन्ने किम्वदन्ती रहँदै आएको छ। र मैले यो माथिबाट झरेको सिँढीको दृश्य यो रहेको छ। यसरी यहाँ ध्वजाहरू बाँध्ने ठाउँ रहेको छ भने यो ठाउँलाई चाहिँ यसरी राखिएको छ र यो गुराँसको बोट चाहिँ यो रहेको छ। यो समयमा पाइने फल ऐँसलु भनेर जुन फल यहाँहरूले सुन्नु भएको छ होला, देख्नु भएको छ होला, ऐँसलु यसरी पाकेको छ, देख्न सकिन्छ। यो मालारानी मन्दिरको लेफ्ट साइडतिरको भागको यो क्षेत्रमा र त्यहाँबाट ल्याएको जललाई यसरी यहाँनिर चढाउने गरिन्छ। यहाँ देख्न सक्नुहुन्छ। यसरी मन्दिरको दृश्य हो यो मालारानी मन्दिरको दृश्य। धार्मिक पर्यटकीय हिसाबले, विशेष गरी धार्मिक हिसाबले र पर्यटकीय हिसाबले पनि निकै महत्त्वपूर्ण स्थल हो यो। पहाडी उच्च भेगमा रहेको, निकै उच्च भेगमा रहेको मन्दिर। यहाँबाट, यो मन्दिरबाट यहाँहरूले हेर्न सक्नुहुन्छ
चारैतर्फको दृश्य एकदमै मनमोहक दृश्य, प्राकृतिक रूपमा आनन्दमय दृश्य यहाँबाट देख्न सकिन्छ। र पछिल्लो समय मालारानी मन्दिरमा दर्शन गर्न आउने दर्शालुहरूको पनि भक्तजनहरूको सङ्ख्याहरू पनि बढ्दै गएको यहाँबाट जानकारी पाइएको छ। यो यहाँलाई मैले देखाइरहेको छु। र अब म मन्दिरको मुख्य भागतिर मुख्य मन्दिरतिर पनि यहाँहरूलाई देखाउने प्रयास गर्दैछु। यसरी यो चाहिँ मन्दिरको मूल मन्दिर हो। यो मन्दिरको दृश्य मालारानी मन्दिर। र यसरी यहाँबाट देखिने दृश्य प्राकृतिक आनन्दका दृश्यहरू। र जुन ठाउँबाट हामीले गुराँसको रुखमा रहेको जुन जल, अटुट रहिरहने जल, त्यहाँ जाने ठाउँ यहाँबाट देख्न सकिन्छ। र यहाँबाट पारी पनि जुन सिँढीहरू देख्न सकिएको छ, त्यहाँ पनि मन्दिर रहेको छ, शिव मन्दिर रहेको छ। त्यो ठाउँमा पनि 587 यहाँबाट त्यो सिँढी 587वटा सिँढी चढिसकेपछि त्यहाँ शिव मन्दिरमा पुग्न सकिने। अगाडिपट्टि शिव मन्दिर, पहिला शिवजीको मन्दिर दर्शन गरिसकेपछि त्यहीँनिर राम सीताको पनि मन्दिर रहेको जानकारी दिनुभएको छ यहाँका पुजारीले। दर्शकवृन्द, यो मालारानी मन्दिरको धार्मिक पर्यटकीय महत्त्व के हिसाबले रहेको र यो मालारानी मन्दिर कसरी रहेको, यहाँको विशेष महत्त्व के रहेको छ भन्ने विषयमा यस मन्दिरका पुजारी जीवलाल खनालसँग पनि मैले प्रतिक्रिया लिने प्रयास गरेको छु। वास्तवमा यसको महत्त्व किन रहेको उहाँकै मुखबाट हामी सुन्ने प्रयास गरौँ। यो खास यहाँ 1862मा हरिनन्दन खनालले यहाँ मन्दिरको स्थापना गर्छु भनेर पानी बोक्दै ल्याउँदै गर्नुहुन्थ्यो चाहिँ आज बनाऊ भोलि भत्किने, आज बनाऊ भोलि भत्किने। त्यहाँ होइन, यहाँ नजिक उहाँलाई सपनामा देखाएछ कि म नजिकै छु जल भनेर, गङ्गा जलको प्रार्थना गर्दाखेरि म नजिकै छु भनेर उहाँले भन्नुभएछ। त्यसो भएको हुनाले खन्दा हिँड्नुभएछ। खन्दा हिँड्दाखेरि पहिला फलामको सैरासितको लौराउने टेक्दै हिँड्दाखेरि त्यत्न गड्न गएछ। गडेर अलिक यहाँ माथि आइसकेपछि हेर्दाखेरि लौराको टुप्पो चिसो देख्नुभएछ। फेरि फर्केर जाँदाखेरि कत्न गाडे यो चिसो कत्न भेट्यो भनेर खोज्दै जाँदा त्यत्नै गुराँसको उसमा रहेछ। त्यो पहिला त भरियो थियो, त्यहाँ सफाइ गरेर हेर्दाखेरि पानी। र बेलुका आफू बस्न त्यहाँ पानी थोरै देख्नुभएछ। अर्को दिन बिहान आउँदा 6 गाग्री पानी, लगभग हाम्रा 4-5 गाग्रीका 6 गाग्री पानी भेटाउनु भएछ, निकाल्नु भएछ। निकालेर ल्याएर हिलाको गाह्रो लाएर यहाँ शिलामा वरिपरि एउटा हिलाको गाह्रो लाएर मन्दिर बनाएर यहाँ धुपबत्ती गर्न सुरु गर्नुभएको रहेछ हरिनन्दन खनालले। उहाँको म भनेपछि अब पर्पत भने नि भयो 7मा पिँढी। हाम्रो देवीथाने भन्छन् हामीलाई, मन्दिरको नामले गर्दा देवीथाने नै हाम्रो खलकलाई नै, हाम्रो सन्तानलाई नै देवीथाने भन्ने गर्छन्। और यहाँ उहाँबाट त्यो जल त्यहाँदेखि यहाँ गाईहरूले आएर गाई चराउन ल्याउने, गाईहरू आएर आफै सर्का पारेको हुनाले गाई खर्कनी भनेर भनिन्छ यहाँलाई। गाई खर्कनीको अर्थ भनेको त्यो मालारानी गाई खर्कनी भनिन्छ। यहाँ मेन मालारानी भनेको माथि टापुमा हो। क्यों गढीको लेखबाट माथि टापुमा आएर गढीको लेख पारिबाट उहाँ बस्ने रानी यहाँ आएर माथि पूजा गर्ने भएको हुनाले मालारानी भनेर यसको नाम, माला रानीहरू बसेको हुनाले मालारानी भनेर यहाँ हामीले पुकार्ने गर्छौँ। अनि यहाँ आजसम्म जो कोही पनि आउनुहुन्छ उहाँबाट अञ्जलीमा जल ल्याएर शिलाको गाईको खोर जले पनि धोएर जानुभएको छ। आजसम्म मलाई पुगेन भने म त्यो बस्न लाग्यो, लगातार बस्न लाग्यो नि 3 वर्ष भाइ। 3 वर्षको पिरियडमा मैले भाइ यो मागेँ थिएँ, मलाई पुगेन भनेर आजसम्म कोही आउनु भएको पनि छैन। एउटा सबैभन्दा ठुलो आस्था हो। आस्थाको बलमा आस्था जहाँ आफ्नो आस्था र विश्वास टिकिन्छ उहाँ हमेसा हर चिज पुरा भएकै हुन्छ। त्यसो गर्दा आजसम्म यहाँ पुरा भएन भनेर कोही आउनु भएको होइन। खास मालारानी भनेर चिनिने नै हाम्रो यस अर्घा जिल्लाको दोस्रो सङ्गम स्थल भनेर पनि चिनिन्छ। पहिलोमा अहिले हाम्रो सुब्बा देउरालीलाई मान्ने गरिन्छ, दोस्रोमा मालारानी भन्ने अहिले उसमा आइरहेछ। र यहाँ खास गरेर चैत दसैँको नवदुर्गाभरि यहाँ मेला लाग्छ। वर्गे दसैँको 13 दिनसम्म मेला लाग्छ। और शिवरात्रिमा शिवरात्रि चाहिँ हामीले थेक्नै सक्दैनौँ। मन्दिरले अब त्यति जनताहरू भक्तजनहरू आउनुहुन्छ, हामीले 15-20 जना टिको लगाउने मान्छेले टिको लगाइदिने भएन, त्यस्तो हुन्छ भिड शिवरात्रिमा। र जुन यो गुराँसको रुख छ नि त्यो 1862 देखिकै रुख तेरैको अब आजसम्म त्यो हामीले पहिला हामी साना गोठालाई गाई बाख्रा हेर्न आउँदाखेरि, गाईहरू हेर्न आउँदा त्यसैको पानी निकालेर हामीले खाजा पकाएर पनि खाजा खाने वनभोज गर्थ्यौँ। अहिले त यहाँ तल पानी आएको छ, मन्दिरमा पानी छ।
त्यो पानी आजसम्म सुकेको जान्ने होइन। त्यो दुर्गाबारी हामीले त्यही जल ल्याएर नि हामीले टिकाहरू बनाउने, पञ्चगव्यहरू बनाउने, तिलानी पानी बनाउने त्यही दुर्गाबारी त्यही पानी नै युज गर्छौँ हामीले प्रायः। बिहान यो त्यहीँबाट यो जल ल्याएर बिहान बेलुका जति पनि आउनुहुन्छ भक्तजनलाई अभिषेक गर्नलाई यही जल नै हामीले युज गर्छौँ। र जुन यो पारिपट्टि जुन सिँढीबाट जाने 587वटा सिँढी चढेर जाने ठाउँ छ नि, त्यहाँ चाहिँ के मन्दिर र त्यहाँको विशेषता के हो? 513 सिँढीमा गएर तपाईँको शिवजीको मूर्ति विराजमान हुनुहुन्छ, ठुलै शिवजीको विशाल मूर्ति हुनुहुन्छ। और 587मा गएर फेरि राम सीताको मन्दिर छ, जहाँ रानीले पूजा गर्ने जो जग्गाका लागि राम सीताको मूर्ति स्थापना गरेर त्यहाँ मन्दिर बनाइयो छ। त्यहाँबाट तपाईँले तमाल फार्नुपर्छ, हामीले गोरसिङे र चनौटा देख्न सकिन्छ। त्यहाँबाट यता पश्चिममा हामीले प्युठान, रोल्पा, यता गएर गुल्मी, यता गएर पाल्पा, सेङ्जा, त्यहाँ फेरि बागलुङहरू, यता गएर कपिलवस्तु, रूपन्देहीहरू जिल्ला 9वटा जिल्ला देख्न सकिन्छ माथि टापुबाट। यो उच्च भागमा रहेको हिसाबले। हजुर, धन्यवाद हजुरलाई। हस् त, धन्यवाद। कालीलाई काला, माला मिलेर माछा